धन्यवाद कार्यक्रमका उद्घोषकजीलाई। घलेगाउँ सांस्कृतिक केन्द्र भवन उद्घाटन समारोहका अध्यक्ष महोदय, यही पालिकाका स्थापित नेता, हाम्रो पार्टी केन्द्रका सहयोगता कमरेड हितबहादुर तामाङ र सबै केन्द्रीय र विभिन्न स्तरका कमरेडहरू, पञ्चकन्या र दुप्चेश्वरको पनि सायद आइपुग्नु भएको छ, अध्यक्ष र सबै जनप्रतिनिधि साथीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, सबभन्दा पहिला त म आज घलेगाउँ सांस्कृतिक केन्द्र भवनको उद्घाटनमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा र उद्घाटनको अवसर दिनुभएकोमा आयोजकहरूलाई धन्यवाद भन्न चाहन्छु। धेरै कुरा अघि कमरेड हितबहादुर तामाङले मैले भन्नुपर्ने कुरा भनिदियो भने सकि नै दिनुभएको छ। उहाँले मलाई भरोसा गर्नुहुन्छ, माया पनि गर्नुहुन्छ, अघि भन्नुभयो अभिभावकको रूपमा। त्यसो भएर पनि मैले अब धेरै बोल्नुपर्ने विषय भए जस्तो लागेको छैन। धेरै कुरा उहाँले गम्भीर रूपले नै राखिसक्नु भएको छ र यो कार्यक्रम पनि धेरै राजनैतिक कुरा गर्ने कार्यक्रम जस्तो पनि लागेको छैन। यो एउटा सांस्कृतिक केन्द्र भवन हुनुको नाताले हाम्रो जस्तो देशमा जुन बहुजातीय छ, बहुभाषिक छ, बहुसांस्कृतिक छ, भौगोलिक विविधता छ, त्यो विविधताभित्र एकताको प्रतीकका रूपमा यो सांस्कृतिक केन्द्र भवन निर्माण भएको हो र यसको महत्त्व ठुलो छ भन्ने कुरा पनि तपाईँ हामी सबैले महसुस गरेका छौँ। यो पञ्चकन्या गाउँपालिका आफै पनि त्यो बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक विविधता युक्त पालिका हो। यहाँको उपस्थितिले पनि, जनप्रतिनिधिहरूको अवस्थाले पनि त्यो कुरा देखाएको छ। त्यसकारण यो सांस्कृतिक केन्द्र भवन निर्माणले यहाँका जनताको एकता र संस्कृतिको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु र कहीँ न कहीँ मैले तेस्रो पटक देशको नेतृत्व गर्ने अवसर पाएको बेलामा कमरेड हितबहादुर तामाङ पर्यटन मन्त्री भएको, संस्कृति पर्यटन मन्त्री भएको बेलामा नै बजेट परेको हुनाले र अवसर संयोग जे भने पनि मैले नै यसको उद्घाटन गर्ने पाएकोमा म खुसी पनि व्यक्त गर्न चाहन्छु तपाईहरुसँग। अघि नै आइसक्यो, म यहाँ पञ्चकन्यामा पटक पटक आएको छु। गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको क्रममा यहाँ खेलकुद प्रतियोगिता आयोजना र खेलसँग सम्बन्धित एउटा सन्दर्भको उद्घाटनका सन्दर्भमा पनि म आएको छु र आज फेरि यो सांस्कृतिक केन्द्र भवन उद्घाटन गर्ने अवसर भयो र एकछिनपछि शहीद स्मृति पार्कको उद्घाटन गर्ने कार्यक्रम पनि छ। यी सबै कार्यक्रमका श्रृङ्खलाहरूले नुवाकोट जिल्ला र पञ्चकन्या गाउँपालिका, किनकि नुवाकोटका विभिन्न कार्यक्रमहरूमा पनि मैले आउने अवसर प्राप्त गर्दै आएको छु। नुवाकोट जिल्लालाई, यसको इतिहासलाई हेर्दा नेपाल राष्ट्र निर्माणका सन्दर्भमा नुवाकोटको के कस्तो भूमिका थियो भनेर सम्झिँदा या इतिहासका विभिन्न कालखण्डमा नुवाकोट